सोनिगया दक्ले ताहको गुव ऐतिहासिक रथजात्रा बुङ्देय जात्रा भोटुकेना खुचागुदु यलय ज्याउल खेले विवाह बुङ्देय भोटो जात्रा चुकुख दे दश वर्षाउ सहकाल्य द्य बुङ्देय रथ यात्रा लिपाङ्गुती भोटो जात्रा चुकुख राष्ट्रपति रामचन्द्र पौडेल उपस्थिति ज्याउल खेले विवाह भोटुकेङ्गुख भोटो जात्रा उपराष्ट्रपति रामसाहेब प्रसाद यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सभामुख देवराज घिमिरे मन्त्री त यलय सांसद त यल महानगरपालिका प्रमुख उपप्रमुख लगायत ज्याउल खेले उपस्थिति दुगुख यो जात्रा राम्रै भयो तर तपाईले भने जस्तै सुरुवाती अवस्थादेखि नै रथको कन्डिसन चाहिँ अलिकति ठिक थिएन तर पनि बहुत मेहनत गरेर यसलाई चाहिँ मतलब जुन ठाउँमा पुर्याउनु पर्ने हो तत्त ठाउँमा पुर्याउँदै अन्ततः गत्ता ज्याउलखेल ल्याइयो र आज चाहिँ यो जात्रा चाहिँ समापन हुन गइरहेको छ र सहकालको देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको जात्रा यो वर्षको निमित्त 80 दिन छ र यसपछि अहिले चाहिँ मूर्तिलाई झिकेर भ्यालुन क्विनमा राखेर खुङ्गुमतीमा लगिन्छ र लगिसकेपछिको 4औं दिनमा चाहिँ हामी फेरि गएर मच्छिन्द्रनाथलाई चाहिँ सन्चो विसन्चो सोध्न जान्छौँ यसपछि चाहिँ यो वर्षको जात्रा समुचित हुन्छ भोटो जात्रा खुनु सुथासे ज्याउल खेले भक्तजन त मोमोजु गुख भोटो केनिन्य लाहा छाप तया तगु मिचा भोटोलिका गुख थति मिचा भोटो लिकातुङका तक्लेन हपा द्यय त भोटो केनीगु खासा अनलिपा द्यय न्हने चोपिन त केनीगु खा वयान लिपा भोटो पेकुने केनीगु परम्परा दु थोय प्रक्रिया सोकतक याना भोटो केनी
गुगु मिचा फोटो लिकागु ख वहे मिचा लाहा छाप्तया फोटो सोथनीगु ख भोटो जात्रा खुनु यलया कुमारी माजु यात ज्याउला खेले बिचके मागु परम्परा दु भोटो केने दुंगा बुङदै त रथ कुहा बिच्याकीको खासा थथे द्यय त कुहा बिच्याकीले गुर्जिया पल्टन तोप्तया जात्रा कोचागु सुचबी द्यय त रथ कुहा बिच्याका खट्यातया बुङे बिच्याको गुख जात्रा कोचाटुङका सागवा दे रथशाला तंगले यंको गुख वंगु वैशाख 11 गते पुल्चोक रथशाला सुरुचोको थुक्सिया बुङदै रथ जात्रा भोटो जात्रा लिसे कोचाको दु